छेउको साथीले भन्नुहोस्, तपाईँ परमेश्वरको नजरमा बहुमूल्य हुनुहुन्छ। तपाईँ परमेश्वरको नजरमा बहुमूल्य हुनुहुन्छ। ताली बजाउनेछौँ। धेरै मानिसहरूले आफूलाई के सम्झिन्छ? कमजोर सम्झिन्छ। म कमजोर छु, असफल वा महत्त्वाकांक्षा हुने महत्त्वहीन ठान्छन्। तर परमेश्वरले हामीलाई यति धेरै प्रेम गर्नुभयो। प्रेम मण्डली, उहाँले प्रेम गर्नुभयो, आफ्नो एकमात्र पुत्र दिनुभयो। हामी दुर्घटनावश बाँचिरहेका मानिसहरू होइनौँ। हामी परमेश्वरको प्रेम र उहाँको उद्धार, उहाँको उद्देश्यभित्र परेका मानिसहरू हौँ। आमेन। हामी परमेश्वरको उद्देश्यभित्र छिरेका मानिसहरू हौँ। त्यसकारण बहुमूल्य भएकोले आफूलाई पापमा सस्तो नबनाऊ। आमेन। प्राय हामीले के गर्छौँ? हामी परमेश्वरको नजरमा बहुमूल्य छौँ, र बहुमूल्य भएकोले आफूलाई पापमा सस्तो सम्झिनु हुँदैन। आमेन। कतिजना हामी बहुमूल्य भए तापनि पापलाई सस्तो रूपमा स्वीकार गरिराखेको हुन्छौँ। जानी जानी पापमा हामी फसिराखेको हुन्छौँ। हामी सस्तो नठाउने हौँ। जब हामी बुझ्छौँ कि ख्रीष्ट आफ्नो रगत दिएर हामीलाई किन्नु भएको, तब हामी पापी संसारमा फर्कन्छौँ भने बहुमूल्य किनेको जीवन, पवित्र जीवन जिउनु पर्दछ। आमेन। हालेलुया। त्यसकारण हामी अब आफ्ना होइनौँ। हामी आदमको बगैँचामा परमेश्वरले आफ्नै सृष्टिमा बनाउनु भयो, तर पापमा फसेपछि हामी कसको दासत्वमा पुग्यौँ? पापको दासत्वमा, शैतानको दासत्वमा पुग्यौँ। र शैतानको दासत्वबाट तपाईँले मैले के गर्नुभएको छ? ख्रीष्ट येशूको रगतबाट किनेर ल्याएका मानिसहरू हौँ। अब हामी कसको होइनौँ? आफ्नो होइनौँ। हामी आफ्नै स्वतन्त्रताले जिउने होइन, येशू ख्रीष्टको रगतको स्वतन्त्रतामा जिउने विश्वासीहरू हामी बन्नु पर्दछ। आमेन। आज येशू ख्रीष्टले आफ्नो रगत बगाएर किनेको छोराछोरी हो। उहाँको थोपा थोपा रगतले तपाईँले मेरो पापलाई पखालेको छ। उहाँलाई यसको मूल्य उहाँलाई थाहा छ। कति मूल्य चुकाउनु पर्यो भन्ने कुरा उहाँलाई थाहा छ। त्यसकारण गर्दा प्रिय मण्डली परिवार, हामीले आफ्नो विश्वासलाई बचाइराखौँ, आफ्नो मुक्तिलाई जगेर्ना गरिराखौँ। आमेन। परमेश्वरको प्रेमप्रति हामी के गरौँ? धन्यवाद दियौँ। उहाँको योजनामाथि पूर्ण भरोसा राखौँ। येशूको पुनरुत्थानले हाम्रो विश्वासलाई दृढ बनाउँछ। हाम्रो आशा पनि जीवित हुनुहुन्छ। आमेन। हाम्रो आशा पनि जीवित छ। यसकारण गर्दा आजको वचन अनुसार हामी जिउनेछौँ। हामी सबैजनाले भनेछौँ, म परमेश्वरको भयमा जीवन जिउनेछु। मेरो मुक्ति ख्रीष्ट येशूको बहुमूल्य रगतले किनेको छ। मेरो उद्धार भौतिक थोकबाट होइन, सुन र चाँदीबाट होइन, हिरा मोतीबाट पनि होइन, परमेश्वरको अनन्तताको योजनाको भाग हो। अब म पापबाट टाढा रहनेछु। विश्वासमा दृढ हुँदै, ख्रीष्टको बलिदानलाई सम्मान गर्दै म आफ्नो मुक्तिलाई जगेर्ना गर्नेछु। के तपाईँ तयार हुनुहुन्छ? हालेलुया। हालेलुया। परमेश्वरलाई महिमा होस्।